चटामरी पनि ट्राई गर न भाइ भनेर भन्नुभएको थियो एकजनाले हैन। ट्राई त गरे तर तपाईहरुले पिठो बाक्लो पिठो पातलो भन्न चाहिँ पाइएन है। मैले नेटमा सर्च गरे हैन, रेसिपीहरु हेरे हैन, सबै अब अथेन्टिक भनेर पनि हेरे। अनि यसलाई त नेपाली पिज्जा पनि बन्द रहेछ। अनि ट्याक्क चामल भिजाए है 1-2 घण्टा। अनि टपिङको लागि प्याज टमाटर काट्नु पर्यो। अनि त्यो भिजाको चामल सफा गर्ने अनि मज्जाले मिक्सरमा घुमाउने है, मज्जाले एकदमै मजा। अनि किमामा चाहिँ नुन खुर्सानीको धुलो अनि हल्का मिट मसला हाल्दै है। अनि प्यान तताउने। त्यसपछि म आज तपाईहरुलाई एउटा नयाँ ट्रिक सिकाउँछु है। प्यानमा चाहिँ प्याज काटेर मजाले दल्यो भने चाहिँ टाँसिदैन रहेछ है। अनि त्यसपछि हाल्नुपर्छ हामीले त्यो अहिको त्यो चामलको पिठो धुलो पारेको हैन, जुन चाहिँ पानीसँग मिसाएको थियो। अनि त्यसलाई गोलो बनाएर प्यानमा राख्ने। अनि त्यसपछि मैले त्यसमाथि मासु हाले हैन, मजाले पातलो पातलो बनाएर मासु हाल्ने बित्तिकै अन्डा हाल्ने। अनि त्यसपछि टपिङहरु हाल्ने हैन, लास्टमा त्यसपछि मजाले छोप्दिने 5-6 मिनेटको लागि। यसरी हुन्छ तयार हाम्रो चटामरी, वान अफ द मोस्ट पपुलर डिश फ्रम नेपाल। अनि त्यसपछि मैले खाएँ अनि आमालाई चाहिँ खिच्नु लाएँ है मजाले भिडियो। सो एट द एन्ड के भन्न चाहन्छु भन्दाखेरि म नेक्स्ट कुन ट्राई गरौँ भन्नुस् गाइजहरु, च्यालेन्ज मी। सायद त्यहाँ कुनै पनि खाना छैन होला जुन चाहिँ नि म बनाउन सक्दिन। सो एट द एन्ड अफ द डे बाई बाई, गुड नाइट, सी यू टुमरो। अर्को भिडियोमा फलो पनि गर्नु होला। बाई बाई।